मान्छे नेता आउँदा पैसाको कमी पैसा ही पैसा होगा बाटो छैन क्या तपाईँलाई के गर्छ भयो ए धन्यवाद यस्तो पनि सर्भिस दिदिनु भएको तपाईँले आज हजुर नाइस ए रोक्दिन ए ल ल वेलकम ब्याक टु द न्यू ब्लग फेरि सकाळ धेरै दिनपछि है म धेरै दिनपछि आज पठाउ गरेर निक्लेको छु है यसो अब राइड गर्न जाउँ हाम्रो 105 मेगा राइड पाछौँ जानुपर्ने हामी चाहिँ अहिले ठ्याक्कै भन्दाखेरि विशाल बजार होइन सो गइदिउँ विशाल बजार बस्नुहोस् बस्नु भयो तपाईँ कति देखाएको छ बागबजारसम्मको 70 थियो ए ल ल हुन्छ हस् केही छैन हजुर कालिका कि गोल्डेन ए रोक्दिन ए ल ल ल ल यहाँ रोक्न दिँदैन होला यहाँ रोकिदिन्छ तपाईँलाई फोन पनि आएको छैन है त्यो राइडरको फोन त आउनु पर्ने हो त नि ए हुन्छ हस् हस् पुरै खत्तम भयो नि यार राइड चाहिँ मैले होइन बागबजार के अरे उसकोले उठाएको थिएँ के अरे विशाल बजारको अनि के भयो भन्दाखेरि मैले नाम के अरे विशाल बजार भने उसले बागबजार बुझेर बस दिइरह भने क्या यार थेट अब त्यो दिदीले कल गर्यो अब सरी भने अब के गर्नु मिस्टेकले कहिलेकाहीँ हुन्छ होइन फोकटै मलाई कमिसन तिर्नु पऱ्यो 105 रुपियाँको केही छैन आफ्नै गल्तीले भयो भएपछि मान्नुपर्छ मैले सरी भनिसकेँ दिदीलाई सो केही छैन यो यहाँबाट एउटा सामान लिएर जानु छ क्या सुट हो सुट हो सुट हुन्छ हुन्छ बागबजार गएर त्यसमा कार्ड मेसिन छ त्यहाँ बागबजारमा कार्ड मेसिन गराउने दुईवटा कार्ड गर्छ 5 मिनटको बाटो त्यो पैसा जोडेर दिन्छ कुरै बुझेन कस्तो कार्ड भन कार्ड यहाँ कार्ड हुन्छ नि भित्र छ बागबजारको भित्र छ ए ल ल पैसा डबल जोडेर तपाईँलाई भनिदिनु पऱ्यो नि त अनलाइन हो त्यति देखाएको छ भने कहाँ दिन्छ बोले मलाई अनलाइन होइन त त्यसमा तपाईँको टाइम लाग्यो त त्यहाँ जानु 200 को 400 लिनु के यहाँको ठुलो कारोबार छ यो ठुलो मान्छे नेता आउँदा पैसाको कमी छ पैसा ही पैसा होगा पैसा कमी भन्दा पनि अनलाइन हेरेर दिन्छ नि त कतिले त्यस्तै गरेर बोलाएको ए हुन्छ हुन्छ सबैले दिन्छ हामीहरुले दिन्छ मुभीहरु चार्यो पठाउमा पनि के दिन्छ अरे हेर्नु न कुरियर छ अब त्यहाँबाट गएर त्यहाँ टाका लाउनु पर्यो टाका लाएर फेरि भाटभटिन जानु पर्यो नक्सलको जाठाहरूले दिने पो कति हो 60 रुपियाँ याद 60 रुपियाँ दिएको छ त्यहाँबाट अनलाइन कति हुन्छ अनि प्लस वेटिङ चार्ज पनि लिने हो 50-60 रुपियाँ होइन भनेर चाहिँ वेटिङ चार्ज माग्नु दिन्छ म वेटिङ चार्ज पनि लिन्छु कहाँ छोड्छु त वेटिङ चार्ज यार उता माथिबाट त्यो सिल्भर सिटी अपार्टमेन्टबाट पठाइदिएको छ यो सिल्भर सिटी अपार्टमेन्ट छ नि यहाँ माथि सिल्भर सिटी अपार्टमेन्ट तपाईँलाई कल आएको छैन खै त्यो त मलाई थाहा भएन के अरे यो नामबाट मलाई बुक गराएको छ कि अनलाइन म पठाउँ नि त ईश्वर अग्रवाल यो कालिका स्थानमा त कालिका स्थान भइसक्यो या 2 मिनट मात्र लाग्यो धेरै लागेन अब लिने पो कति हो रातमा म्याच जोड्ने हो यहाँदेखि त्यहाँसम्म कति हुन्छ अनि प्लस वेटिङ चार्ज होइन सबै थोक गर्ने जोडेर लिने हो ए म्या के भएको गेरै लाग्दैन त के गर्छ यो बाइकले एकदम समस्या आउन खोजिरहेको छ क्या अब यो बाइकमा हुन त ओल्ड भइसक्यो 10 वर्ष पुरानो बाइक कति चाहिँ अब होइन यताबाट बाटो सक्छ नि यार म यो धेरै बागबजारको गल्लीहरू छिरेको छैन नि त कन्फ्युज भइदिन्छु क्या एरियामा धेरै मेरो होइन मेरो डुक्की भैयाको होइन जहिले ठोकिरा हुन्छ यार गाह्रो छ बाटोमा उबेर स्मोक गरिरहेको छ मान्छेहरू यार बालेले अस्ति स्मोकको त्यो एउटा निकालेको थियो नि भ्यालीभित्र स्मोक नखान पाइने त्यो राम्रै लागेको थियो मलाई त होइन पेट दुखिरहेको छ यार भाइ आज फेरि 4 बजेभित्र जसरी मलाई जानु छ होइन के अरे मेरो केस मिलाउने कुरा भइरहेछ नि त सो त्यही भएर पनि मलाई अलिक आज पठाउन गर्नु जस्तो लाग्थ्यो तर ठिकै छ एकछिन गऱ्यो भने 4-500 त हुन्छ नि एटलिस्ट गोजीमा भनेर मात्रै गरिरहेको छु क्या म हेलो
धन्यवाद यस्तो पनि सर्भिस दिइदिनु भएको तपाईँले आज हजुर त्यहाँको त्यो दाइलाई सँगै जानु भनेको थियो कि हजुर पछि त होइन उहाँले आफै गरेर होइन अब लोकेसन थाहा हुन्छ नि त हामीलाई बाटोहरू अनि सो त्यही भएर पनि गयो हामीले अब मैले सबै हिसाब गरेर 290 जति भएछ 190 ए हस् धन्यवाद हस् 90 मात्रै लिन्छ भनेको दाइले त 250 दिनुभयो सही हो यार दाइले एक्सपेक्ट गरेको थिएन र यस्तो सुविधा गर्छ अरे पठाउले भने सो मान्छे कमाउन जान्नु पर्यो गाइस पैसा त कमाइहालिन्छ होइन मैले त हिसाब गरेर अब 40 रुपियाँ मैले त्यहाँको 10 रुपियाँ के अरे 20 रुपियाँ त्यहाँ वेटिङ चार्ज अनि 20 रुपियाँ त्यहाँको वेटिङ चार्ज भनेर मिलाएर मैले कता पऱ्यो ए ओके त्यहाँबाट हो जहाँ मैले सामान रिसिभ गरेँ त्यहाँको वेटिङ चार्ज 20 रुपियाँ जोडेको थिएँ मैले अनि प्लस अर्को जहाँ चाहिँ मैले सामान फेरि लिएर गएर अनि त्यहाँ के टाकासाका के लगाइदियो नि त सो त्यहाँ गएर पनि वेट गरेँ नि त सो त्यहाँको 20 रुपियाँ जोडेँ अनि जस त्यतिमा मिलाइदिनु भयो दाइले ओइ हान्छ क्या कसौँ तर्साइदियो यार मलाई त स्पट हुनु पऱ्यो म्यापमा चाहिँ अनि कुरा अलिकति हुन्छ नि लाइक कुरा पनि अलिक राम्ररी गर्नु जान्नु पऱ्यो क्या अब अलिकति एक्स्ट्रा पैसा छोड्यो भने कसैलाई दिँदैन होला सायद तर अब उनलाई चाहिँ राम्रै लागेर होला होइन अब मलाई दियो नि त जेस खुसी लाग्यो मलाई पनि होइन मलाई लस भएन त्यहाँ वेट गरेर नि त्यत्रो वेट गरेँ होइन लस भएन वेट त धेरै त गरेन एक ठाउँ स्टार्टिङमा चाहिँ 5 मिनट जति होला अनि सेकेन्डमा चाहिँ 2 मिनट 2.5 मिनट 3 मिनट जति होला सायद त्यो भन्दा बढी त गरिनँ वेट पनि भेटिसक्यो होइन जेस 110 गाडी भेटेछ सो गइदिनु पऱ्यो राइड लिएर राम्राका बस्नुहोस् थ्याङ्क यू एरियामा होइन दाइ एनटिसीको नेटै चलिरहेको हुँदैन क्या जहिले त्यस्तै हुन्छ अब एसएफ गरिसकेको हुन्छ होइन एकछिन एसएफ भएको देखाउँछ क्या कता यताबाट जाऊँ कि यताबाट जाऊँ दाइ ए ल ल ल यसो तपाईँले त्यसो यस्तै गरिदिनु क्यास छ भने क्यासै बेटर अब छैन भने अनलाइन गर्दा पनि हुन्छ ए हुन्छ हुन्छ हजुर एकछिन सो तारा क्रेसरको राइड पायो है ओ के गरेर कुदाउँछ बे त्यति हतार नै गर्नु हुँदैन क्या कहिले पनि हतार गर्नु नै हुँदैन मैले लिएको हेलमेट चाहिँ यहीबाट हो क्या दाइ गाई चाहिँ आएको यो हेलमेट जुन मैले लाएको छ नि सो त्यो हेलमेट यो लोगो पनि त्यही दाइले दिनुभएको छ मलाई लोगो सरी स्टिकर अब अर्को बाइक लिएपछि म हेलमेट पनि चेन्ज गर्छु होला अहिले तत्काल पैसा छैन सो म सायद हेडजेकै हेलमेट लाउने भनेर सोचिरहेको छु न त भेगाकै अलिकति ग्राफिक राम्रो भएको होइन तर भेगाको डिजाइन एउटै भयो क्या अलिकति चेन्जलेस भएको भए बेटर हुन्थ्यो जस्तो लाग्छ हजुर दुइटा गर्नुभएको छ दुइटा गर्नुभएको छ बस A few moments later. बाइकहरू घुसाइ छ जाठाहरू कहाँबाट छोडेको बोलेर कसरी आउँछ झन् जाम हुन्छ अलिकति पनि कमन सेन्स लाग्दैन एउटा बाइक जानु यति जानु दिनुपर्छ नि त चिन्ता गरेन बाटो छैन क्या त्यो बाइकलाई त्यही गरेर जस्तो भयो त्यही हुन्छ अलिकति एउटा बाइक जानु छोडिदिनुपर्छ क्या झन् जाम हुन्छ बरु यता सेता बाइक जानु छोडिदिनु पऱ्यो अरे बाटोहरू आज बर जाम छ क्या के गर्नु क्यान्सल म अर्को पनि चाहियो दुईटा हो क्या त्यही भएर म गरिदिउँला नि त त्यही जानु पर्ने त्यही सँगै जाने हो त्यही ठाउँमा एउटै ठाउँमा हजुर म चार्ज छैन कि मेरो मोबाइल कति अफ लगाइसक्यो अफ हुन्छ म गरिदिउँला नि त त्यही ठाउँमा गएर अर्को गरिदिउँ न ल तपाईँ है अहिले फोन गरेँ तपाईँ हो मै कोही घरको अगाडि हजुर घरको अगाडिदेखि थोरै अगाडि हो क्या महालक्ष्मी लेख्नु भएको छ होइन गार्कोदेखि माथि हो तिमी सिना चोक महालक्ष्मी हामी यो खासै धेरै जाम त छैन म भर्खर आएको हो होइन ए हुन्छ त्यसै तर जाउँ पानी भएर हुन वेट गर्छ अलिअलि त पानी हाल्छ मेरो त छैन म त रुम जाने अब नगर्ने अब 270 हो नि
दाइ पुरा सुन्दर जाने उता 25 भयो होइन सबमा त रुम जान्छ है पानी परिरहेछ होइन अलिअलि अनि मलाई आँखा पनि दुखिरहेको छ किनभने ढिलोले धेरै आजभोलि ढिलोमा